सब मान्छे जुत्तामा छ, म चाहिँ चप्पलमा हिँडिरहेको छु। नेपाली हो नि त। के नेपालको जस्तो ब्याङ्कमा जाँदाखेरि पैसा डिपोजिट गर्न या पैसा निकाल्न जाँदाखेरि लाइन बस्नुपर्ने हो त? रोमानियामा कसरी डिपोजिट गर्नुपर्छ? यहाँको मान्छेले इङ्ग्लिस बोल्छ कि बोल्दैन हेरौँ। यो नेपाली 16 रुपियाँमा नेपालमा 4 रुपियाँ छ भने एउटा पानी आउँछ, 1 लिटरको पानी आउँछ। यहाँ बोतलको मात्र 50 पैसा लिन्छ। चोरेर त नभनौँ, यहाँ कसै मान्छेले खाँदैन, नभए त्यसपछि त्यही भएर हामीले खाइदिएको। रुखहरू हेर्न सकिन्छ, पुरै नाङ्गे झार भएको छैन, एउटा पनि पत्ता छैन, सब सुकिसकेको छ। विन्टर लाग्दैछ, अब स्नोफल पनि छिटै हुन्छ होला। रोमानियाको हरेक भिजाको प्रोसेस या त्यस्तै कस्तो हुन्छ, के हुन्छ रोमानियामा, केमा आउन सकिन्छ। हेलो गाइज, वेलकम टु माई एनदर भ्लग। म कृष्ण आचार्य, अहिले चाहिँ रोमानियामा छु। अनि मलाई कतिजनाले सोधिरहनु भयो है, रोमानियामा कतिको चिसो छ, आजभोलि के छ, मौसम कस्तो छ भनेर सोधिरहनु भएको थियो। रोमानियामा चिसै छ, जाडै छ है। अहिले भनेको लगभग 10-12 डिग्री छ। तर म भनेको हेर्न सकिन्छ, चप्पलमा हिँड्छु होइन। नेपाली हो नि त, नेपाली भएपछि त्यति त चप्पलमा त हिँड्नु पऱ्यो नि त। तर मैले चप्पलमा हिँड्दै गर्दाखेरि मान्छेहरूले होइन पुरा नोटिस गर्दैन। यहाँको मान्छेहरू गर्मी होस् जाडो होस् कहिले चप्पल लगाएर हिँड्दैन रहेछ। घरमा मात्र चप्पल लगाउँछ होला, तर नेपाली हो नि चप्पल लगाएर मोजा लगाएर हिँडिन्छ। तर अहिले चाहिँ म मोजा नलगाइ हिँडिरहेको छु। सो अहिले चाहिँ चिसो छ, मौसम हेर्न सकिन्छ होइन। मौसम हेर्न सकिन्छ, पुरै बादल लागिरहेछ, बादलले पुरै घेरिरहेछ, पत्ताहरू गरिरहेछ। मान्छेहरू बिजी छन्, बिजी लाइफ छ, हेर्न सकिन्छ। मेरो पछाडि एउटा रेस्टुरेन्ट छ, रेस्टुरेन्ट छ, हेर्न सकिन्छ। धेरै राम्रो छ, हेर्न सकिन्छ। बिजी लाइफ छ मान्छेहरूको, बाहिर निस्किन पाउँदैन। जतिखेर पायो त्यतिखेर बाहिर निस्किन पाउँदैन। यही निस्किने भनेको छुट्टीको समयमा मात्र हो। प्रायः जसो म मात्र होइन, सबै नेपाली नै होला। छुट्टीको टाइममा मात्र बाहिर निस्किन पाउने। सो म चाहिँ अहिले ब्याङ्क जाँदैछु। अनि ब्याङ्कमा यसो सानो काम छ, डिपोजिट गर्नुपर्ने छ होइन। स्यालेरी आयो नि त। मैले धेरै सुनेको, धेरै नेपालीहरूको चाहिँ कस्तो हुँदो रहेछ भने प्रायः जसो चाहिँ यताबाट जाउँ है, प्रायः जसो के गर्दो रहेछ भने ठ्याक्क महिनाको आधीतिर मात्रै दिँदो रहेछ। आई मिन त्यस्तो 15 तारिक त्यस्तोतिर मात्र दिँदो रहेछ। तर हाम्रो भनेको चाहिँ सधैँ 1 तारिकमा त्यस्तै फर्स्ट अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। फर्स्ट विकमै हालिदिन्छ होइन, फर्स्ट विकमै हालिदिन्छ। त्यही भएर चाहिँ थियो। अनि डिपोजिट गर्न जाँदैछु। के नेपालको जस्तो ब्याङ्कमा जाँदाखेरि पैसा डिपोजिट गर्न या पैसा निकाल्न जाँदाखेरि लाइन बस्नुपर्ने हो त? रोमानियामा हेरौँ है त कस्तो सिस्टम हुँदो रहेछ रोमानियामा। नेपालको जसरी त्यसो घन्टौँसम्म पनि लाइन बसेको छु क्या म। यस्तो बिजी हुन्थ्यो। अनि त्यसपछि बेलुका अब 4 बजे भन्दा पछाडि त नि त्यो ढोकासोका लगाइदिइहाल्थ्यो, गेट लगाइदियो, भित्र पस्न पाउँदैन थियो। त्योभन्दा अगाडि मात्र हुन्थ्यो काम। अनि त्यही भएर ब्याङ्क गयो, त्यसपछि धोबी लाइन बस्नु पर्थ्यो क्या। लाइनमा बस्यो, घन्टौँ लाइन बस्यो, त्यसपछि मात्र बल्ल टोकन लिएर आफ्नो टोकनमा पालोमा त्यसपछि भित्र छिर्नु पर्थ्यो। हेरौँ रोमानियामा कस्तो हुँदो रहेछ होइन। रोमानियामा पनि त्यस्तै टोकन लिनुपर्ने हो कि कसरी डिपोजिट गर्नुपर्छ? यहाँको मान्छेले इङ्ग्लिस बोल्छ कि बोल्दैन हेरौँ है त के कस्तो हुँदो रहेछ होइन। म तपाईँहरूलाई देखाउने छु। अहिले चाहिँ म यहाँनिर आइपुगेको छु है। यहाँनिर हेर्न सकिन्छ, यत्तिको छ, पुरै धुमिएको छ होइन। अँध्यारो भइरहेको छ। सट्ट म यहाँ जाउँ, कुद्दै जानुपर्छ। सट्ट क्रसिङ हानिहाल्नुपर्छ होइन। ल हेर्न सकिन्छ, ग्रिन लाइट बलेको छ। म क्रस गर्दैछु, बसहरू छ, हेर्न सकिन्छ। सबजना यहाँ लाइन बसिरहेको छ। नेपालको जस्तो होइन साथीहरू होइन। टट्टा उता पुग्ने यहाँ भनेको त हेर्न सकिन्छ, गाडीहरू धोपी आइरहेको छ। बिजी लाइफ छ मान्छेहरूको। यस्तो जाडोमा बाइकहरू चाहिँ तर देखिँदैन है, कारै मात्र छ। हेर्न सकिन्छ, कारै मात्र छ। सब मान्छे जुत्तामा छ, हेर्न सकिन्छ होइन। सब मान्छे जुत्तामा छ, म चाहिँ चप्पलमा हिँडिरहेको छु। नेपाली हो नि त। म चाहिँ जेब्रा क्रसिङ गरिसकेँ, हेर्न सकिन्छ, भ्यू हेर्न सकिन्छ होइन। यहाँ पछाडि चाहिँ दुईवटा, यो चाहिँ मोटरमा, 2जना मोटरमा छन् होइन। त्यहाँनिर अरू बेला चाहिँ पानी त्यो फाउन्टेन त्यसबाट आइरहेको हुन्थ्यो। 2जना पुरै डान्सिङ गरे जस्तो त पुरा स्ट्याचु। त्यसबाट पानी आइरहेको हुन्थ्यो, पुरै फाउन्टेन सिमी आइरहेको हुन्थ्यो। कस्तो दामी आजतिर हिँड्दो रहेछ। मेबी चिसो भएर होला, अनि त्यही भएर धेरै पैसा पनि उठ्छ होला नि त यार।
यहाँनिर कार्ड स्क्यान गरौँ पिन नम्बर हात भनिदिएको छैन पिन नम्बर चाहिँ नदेखाऊँ सो यो टुटुट गरिसक्यो हेर्न सकिन्छ अब के भन्छ बुन हजुर फेरि त्यही भनौँ गुड आफ्टरनुन फेरि तल सर्ने यसमा जाने क्लिक गर्ने ओके गर्ने यहाँ आयो अब त्यसपछि के भन्छ के भनेको थाहा छैन होइन म यहाँ पैसा राखिदिन्छ ग्रिन कलरको आएकै छैन ग्रिन कलरको अहिले आउँछ होला ग्रिन कलरको आयो होइन पैसा गयो सबै पैसा दिन्छ त यसमा के गरौँ भएन गाइस मेरो चाहिँ भएन होइन गाइस त्यसपछि म यहाँनिर हेल्प माग्छु होइन यहाँ भएन त्यो जति गर्दा पनि त्यो पैसा कुनै कुनै खुम्चेको छ भने पैसा जाँदैन कि फाल्दै गर्छ सो म यहाँनिर हेल्प माग्छु यहाँनिर एकजनासँग Could you help me for this because it Your money. just No, this oh no I will not take yours I'm moving for it. It's not okay. okay sorry Yes? so guys हैन मैले धेरै ट्राई गरेँ डिपोजिट हुन सकेन अहिले चाहिँ म त्यहाँ हेल्प मागेँ अनि त्यस हेल्प मागेर डिपोजिट गरेँ भित्र भिडियो बनाइरहेको थिएँ त्यसपछि भिडियो नबनाउनु भनेर भन त्यहाँबाट त्यसो भन्नुभयो सो त्यो भित्रको चाहिँ देखाइनँ तपाईँहरूलाई अहिले चाहिँ म डिपोजिट गरेर बाहिर निस्किसकेँ हेर्न सकिन्छ जस्ट यहाँनिर चाहिँ लाइनमा बस्नु पर्दैन होइन सट्ट गयो भित्र पस्यो त्यसपछि मान्छेहरू यता काउन्टरहरू त हुन्छ होइन डिफ्रेन्ट काउन्टरहरू हुन्छ तर त्यहाँ गएर काउन्टरमा बसिराख्नुपर्छ भन्ने हुँदैन कि त्यहाँनिर मेसिन राखिदिएको हुन्छ होइन लाइक एटिएम मेसिन जस्तै अनि ठ्याक्क मैले तपाईँहरूलाई देखाइहालेँ ठ्याक्क त्यो मेसिनमा गयो अनि त्यसपछि त्यहाँनिर त्यो सुरुमा त्यो मैले क्लिक गरेँ अनुसार सट्ट त्यसरी क्लिक गऱ्यो अनि आफ्नो त्यसपछि एटिएम कार्ड सट्ट स्क्यान गऱ्यो पिन नम्बर हाल्यो होइन अनि पिन नम्बर हालिसकिसकेपछि कस्तो हुन्छ भने त्यहाँनिर सट्ट स्यालेरी या इन्कम भनेर त्यहाँनिर एउटा स्ट्याटस केबाट पैसा कमिएको भनेर त देखाउनु पऱ्यो नि त अनि त्यसपछि ठ्याक्क त्यसमा क्लिक गरिसकेपछि तपाईँहरूको ठ्याक्क त्यहाँ पैसा राख्ने पैसा सर्र गनिन्छ अनि त्यसपछि कति नोट यस्तो हुन्छ नि त सबै नोटहरू पुरै त्यो चिल्लो खालको पुरा नयाँ हुँदैन नि त खुम्चेको हुन्छ त्यही भएर खुम्चेको नोटहरू चाहिँ प्रायः जस्तो चाहिँ फालिदिन्छ कि अनि फालिदिन्छ भनेर बाहिर फालिदिन्छ भने होइन त्यो अर्कैतिर तलबाट फेरि रिटर्न गरिदिन्छ अनि त्यसपछि अनि फेरि 2-3 टन गऱ्यो भने त्यही नोटहरू पनि भित्र पस्छ अनि लिन्छ मेसिनले कहिलेकाहीँ चाहिँ लिँदैन अनि त्यसपछि मेरो चाहिँ त्यही अनुसार त्यही भएर भएन कि अनि त्यही भएर भएन अनि त्यसपछि यसो हेल्प मागेको अनि त्यसै भिडियो चाहिँ नबनाइदिनु ल भनेर भन्नुभयो त्यही भएर मैले भिडियो अफ गरेँ हेर्न सकिन्छ रोमानियामा चाहिँ होइन विन्टर लागिसक्यो के पत्ताहरू झर्दैछ होइन अक्टोबर सकेर नोभेम्बर लागिसक्यो होइन पत्ताहरू झर्दैछ सुकिसकेको छ यतापट्टिको रुखहरू हेर्न सकिन्छ पुरै नाङ्गे झार भएको छ होइन एउटा पनि पत्ता छैन सब सुकिसकेको छ विन्टर लाग्दैछ अब स्नोफल पनि छिटै हुन्छ होला भन्ने आश गर्दछु होइन रोमानियामा होइन 13-14 घन्टा ड्युटी गर्दाखेरि अब बाहिर निस्किन पाउँदैन नि त अब बाहिर निस्किने भनेको छुट्टीको समयमा हो अनि अब छुट्टीको समयमा आज म ब्याङ्क गएको थिएँ यसो सानो काम पऱ्यो यसो डिपोजिट गर्नु पऱ्यो भनेर होइन अनि त्यसपछि ब्याङ्कबाट फर्किँदाखेरि रुम जाँदाखेरि एउटा मार्केट छ होइन त्यहाँबाट यसो चिसो लिएर गएर खानु पऱ्यो मौसम चिसो भयो भने तर चिसो मन पराउनेहरू कोक मन पराउनेहरू को हुनुहुन्छ भन्नु है कमेन्टमा गर्नु होला रोमानियाको बारेमा म भिडियोहरू धेरै ल्याइराख्ने छु होइन भर्खर स्टार्टिङ गरेको छु ल्याइराख्ने छु होइन रोमानियाको अपडेटको बारेमा होइन हरेक कुराहरू रोमानियाको बारेमा त्यसपछि तपाईँहरूलाई जान्न मन छ भने त्यसपछि यसो मलाई फलो गर्नु होला सब्सक्राइब गरिदिनु होला होइन अनि त्यसपछि मसँग अडिनु होला कनेक्ट हुनु होला रोमानियाको बारेमा धेरै कुराहरू म एक्सप्लोर गर्नेछु भन्नेछु रोमानियाको हरेक भिजाको प्रोसेस या त्यस्तै कस्तो हुन्छ के हुन्छ रोमानियामा केमा आउन सकिन्छ होइन म तपाईँहरूलाई भन्नेछु तर मसँग कनेक्टमा रहनु होला है रोमानियाको धेरै जसो फेमस मार्केटमा एउटा प्रोफी पनि पर्छ होइन तर यहाँनिर सामान भनेको कतिको के हुन्छ म तपाईँहरूलाई देखाउने छु म चाहिँ अहिले चाहिँ एउटा कोक लिनु पऱ्यो भनेर त्यसपछि म भित्र जाँदैछु होइन सो लेट्स गो इनसाइड भित्र चाहिँ तातो छ बाहिर चाहिँ चिसो छ होइन यो साइडमा होइन यो साइडमा छ होला हेर्न सकिन्छ म पछाडि धेरै थरीको कोल्ड ड्रिङ्क्सहरू छ म भनेको अहिले भनेको कोक मात्र लिन आएको छु रहेन रहेछ होइन अब बाहिरकै लिएर जानु पऱ्यो अब एउटा हेर्न सकिन्छ होइन 12.49
एउटा कोक लिएर जान्छ 12.49 भनेपछि नेपालीमा कन्भर्ट गर्नु होइन कति हुँदो रहेछ अहिले रेट भनेको लाइक 32 छ होइन सो गाइज मैले कोक लिएर निस्किसकेँ होइन तर मेन मलाई यहाँ मन नपर्ने भनेको लास्टै महँगो छ होइन 12.49 पैसा थियो होइन अनि त्यसपछि लमसम भनौँ न 12.5 रुपियाँ थियो 12.5 यहाँको ल्याइ भनौँ 12.5 × 32 गर्दाखेरि लमसम कति जति पुग्छ होला लमसम यो 2 लिटरको होइन 2 लिटरको 360 या 370 त्यस्तै कति पुग्छ होला लमसम होइन अनि 2 लिटरकोलाई त्यत्रो प्राइस पर्छ के त्यही माथि यहाँनिर कस्तो हुन्छ भने त्यही माथि फाल्टु 50 पैसा यहाँको लिन्छ क्या 50 पैसा के को लिन्छ भनेर भन्नुहुन्छ भने 50 पैसा भनेको बोतलको त्यहाँनिर अब बोतलको पनि कसरी पैसा लिएको नेपालमा त बोतल त सट्ट फालिदिन्छौँ या त्यसपछि बोतल त पानी खानलाई चलाउँछौँ भन्ने सोच्नुहुन्छ होला होइन तर यहाँ भनेको त्यहाँनिर मेसिन राखेको छ होइन रिसाइकल गर्नको लागि मेसिन राखेको हुन्छ नेपालतिर पनि त्यस्तो राखेको हुन्छ धेरै नै वेस्टेजहरू कम हुन्छ होला बोतल वेस्टेजहरू होइन अनि त्यो मेसिन राखेको छ यहाँ चाहिँ थिएन अहिले भर्खर नयाँ राखेको रहेछ अनि त्यसै त्यो मेसिन राखे बापत होला यो त्यसपछि रिसाइकल गर्नको लागि यसको 50 पैसा लिन्छ क्या 50 पैसा भनेको नेपाली 16 रुपियाँमा नेपालमा 4 रुपियाँ छ भने एउटा पानी आउँछ 1 लिटरको पानी आउँछ यहाँ बोतलको मात्र 50 पैसा लिन्छ हेर्न सकिन्छ यो भनेको मेरो रुमको पछाडिको भ्यू हो अहिले भनेको पुरै पत्ता झरिरहेछ होइन त्यसपछि अहिले अब ठ्याक्क विन्टर अब त्यसपछि अलिक समय पछाडि लाइक अब 1 मन्थ क्रिसमसको छेउछाउतिर स्नोफल पनि हुन्छ होला सायद किनभने यति धेरै चिसो बढिरहेछ होइन यति धेरै चिसो कहिलेकाहीँ त 4 डिग्री 3 डिग्रीतिरसम्म पनि पुगिरहेछ हामी सिटीमा छ त्यही पनि त्यति पुगिरहेछ अब सोच्नु होइन नेपालीहरू धेरै अब त्यसपछि गाउँ एरियातिर हुनुहुन्छ एग्रिकल्चरतिर आउनेहरू हुनुहुन्छ होइन उहाँहरूकोतिर त्यसपछि कति चिसो होला सोच्न सकिन्छ होइन हेर्न सकिन्छ यति पुरै उराठ लाग्दो भएको छ होइन मरुभूमि जस्तो त नभनौँ तर उराठ लाग्दो भएको छ पत्ताहरू सबै झरेर बिजोग रमाइलो छ यो चाहिँ ठ्याक्क मेरो रुम पछाडिको भ्यू हो है मेरो रुमको झ्यालबाट टक्क भ्यू देखिन्छ यतिको भ्यू छ यतिको भ्यू त हुनै पर्यो नि होइन अब झन् पछि स्नोफल भएपछि कस्तो दामी देखिन्छ होला यहाँनिर पुरै गाडीहरू त यतिकै हुन्छ यहाँनिर पार्किङहरू होइन अनि यो भुइँभरि स्नो हुन्छ अनि त्यसपछि यो पत्ताहरू सबै झरेछ नि यो हाँगाहरूमा पुरै स्नो क्या मजाले बसेको हुन्छ है यहाँनिर एउटा आल्चाको बोट छ यो ठ्याक्क मैले देखाइरहेको एउटा आल्चाको बोट हो अनि जेउस रोमानिया पनि आल्चा फल्दो रहेछ अनि यो भनेको ओखरको बोट हो ओखरको अस्ति मैले तपाईँहरूलाई भिडियोमा देखाइहालेको थिएँ म ड्युटी जाँदाखेरि ठ्याक्क बनाएको थिएँ होइन त्यसपछि यो ओखरको बोट हो यहाँ मान्छेले कसैले खाँदैन नेपालको जस्तो हुँदैन यो आल्चाको बोट हो यहाँ पनि पुरै लटरम्म फलेर होइन त्यसपछि सब भुइँभरि थियो है पहिले पुरै भुइँ फोहोरै थियो अहिले त अस्ति पानी परेको थियो सबै बगेर सफा भएको होला भन्दा पनि पत्ता छ होइन तर यहाँनिर लटरम्म फलेको थियो अनि त्यसपछि कसैले खाएको पनि थिएनन् है अनि हामीले चाहिँ त्यसपछि हामी साथीभाइहरू त्यो ट्याक्क देखेर त्यहाँनिर देखेको थियौँ बोट देखेको थियौँ अनि अरू पर्तिर अर्को ठाउँतिर पनि त्यसपछि आल्चाको बोटहरू देखेको थियौँ अनि त्यसपछि गएर छुट्टीको समयमा सट्ट बाहिर निस्किएको बेला यसै गरी कहिले मार्केट जाने काम हुन्छ कहिले के हुन्छ कहिले चिसो खान मन लाग्छ या कहिले कफी खान मन लाग्छ लिन जानु पर्यो होइन त्यसरी लिन जाँदाखेरि बाटोमा सट्ट टिपेर एक झोला पनि ल्याएर हामीले खाएको छौँ होइन अनि तपाईँहरूकोतिर रोमानियाको कतैतिर बस्नुहुन्छ या ब्रोसपतिर बुकारेस्टतिर अनि त्यसपछि तिमी छोरा कता भन्छ होइन त्यतातिर पाउँछ कि पाउँदैन बाटोतिर अनि मान्छेहरूले खान्छ कि खाँदैनन् होइन तर हामी चाहिँ जे होस् चोरेर त नभनौँ यहाँको कसै मान्छेले खाँदैनन् अब त्यसपछि त्यही भएर हामीले खाइदिएको अहिले म ब्याङ्क गएर मार्केट गएर आइसकेँ रुम आइसकेँ एन्ड थ्याङ्क यू फर वाचिङ दिस भिडियो इफ यु लाइक दिस भिडियो जस्ट हिट द सब्सक्राइब बटन थ्याङ्क यू गाइज सी यु इन नेक्स्ट भिडियो बाई बाई